हेलो सो गाइस वेलकम टु मेरो मिनी ब्लग आयो तपाईलाई सन्चै हुन्छ होला म पनि सन्चै छु एकदम आरामै छु नयाँ मान्छेले हेर्दै मिल्छन् टक्क लगाएर फलो चाहिँ गर्नु नबिर्सनु है त लगाइ म चाहिँ पाल्पाले हेरेर टक्क लगाएर नयाँ घरको लुक्स देखाइरहेको थिएँ त्यसपछि यो चाहिँ गल्लियो गाइस होइन कस्तो लाग्छ मेरो मिनी ब्लग तपाईँहरूलाई होइन टक्क लगाएर कमेन्ट गरिदिनु होला यो चाहिँ मेरो न्यू घर हो गाइस होइन भिडियो चाहिँ फुल हेर्नुले त टक्क लगाएर यो चाहिँ गल्लीको मात्र हेर्नु है त भिडियो टक्क लगाएर म चाहिँ गल्लीको टक्क लगाएर टक्क चुक्को लगाइदिएँ त्यसपछि म यता चुक्को खोलेर फेरि किचन यो चाहिँ किचन गाइस कस्तो लाग्छ कलर किन नगर्नु भएको भन्नुभयो होला कलर चाहिँ हामी 2 महिनापछि गर्नेछौँ है गाइस यो चाहिँ टक्क लगाएर किचनको लुक्स है त गाइस यहाँ चाहिँ भाँडा धुने हो त्यसपछि केही समयपछि म चाहिँ रुम देखाउनतर्फ लाग्छु रुम चाहिँ 2टा किचन चाहिँ एउटा टक्क 3टा कोठा निकालेको हामीले हाम्रो कोठाको लुक छ यस्तो माथिपट्टि कपडा सपडा फुलचुल सजाएर राख्ने त्यसपछि यतापट्टि चाहिँ हामी सुत्ने झ्याल पनि हालिसकेका थियौँ त्यसमा बत्ती छैन अर्को बत्ती चाहिँ किन होला भन्नु बत्ती चाहिँ पुऱ्याएको छैन नि त त्यो यसो कता कति मात्र बत्ती हालिदिएको त्यसपछि म अर्को कोठातर्फ लागिदिन्छु गाइस अर्को कोठाको लुक्स पनि त्यस्तै हो यो रातो कागज राखेको बेलामा चाहिँ यति मात्र फरक हो यो कोठाको लुक्स पनि यति मात्र फरक हो गाइस सबै एउटै हो टक्क लाएर यता चाहिँ सुत्ने यता माथि चाहिँ सामानहरू टक्क मिलाउने किन एउटा मात्र बत्ती छ भन्नु होला मैले त अघि देखाइसकेको थिएँ फेरि पनि गल्लीको भिडियो आइसक्यो त राम्रोसँग क्लियर ट्रक हेरिदिनुलाई त लगाइदिन्छु टक्क लाएर त्यसपछि म गल्लीको ढोका लगाइदिन्छु त्यसपछि अझै एकखेप म किचन ल्याउनुतर्फ लागिदिन्छु दोबारा किन आयो भन्नु होला केही हुँदैन हेर्नुहोस् न तपाईँहरूले दोबारा फेरि हेर्न किन भिडियो हेरी गर्नुहुन्छ र फेरि दोबारा एकैचोटि देखाइदिन्छु अनि म मिनी ब्लग टक्क लगाएर फेरि दोबारा किचन गएर गल्लीको भिडियो गरेर हालिसकेको थिएँ यता चाहिँ भाँडा दिनु पनि भनिसकेँ टक्क लगाएर यतापट्टिको चाहिँ टोइलेट हो भने उतापट्टिको चाहिँ बाथरुम हो टक्क पाल्पाको भ्यू ट्याक्क घरको लुक्स हो है त लगाइन्छ त्यसपछि केही समयपछि म छततर्फ लगाइदिन्छु छतबाट चाहिँ यस्तो भोबाल हिँड्छ नि दिउँसा यस्तो मस्तो राम्रो छ नि त त्यही भएर